सबै साथीहरूलाई स्वागत छ हाम्रो एचटिसी भ्लगमा। आज हामी चाहिँ यो एचटिसी मिडियाले गाडी किनेको खुसियालीमा त्यसको पार्टी मनाउन जाँदैछौँ। नयाँ गाडीमै चढेर हो क्यारे है। गाडी चाहिँ विशालजीले चलाइरहनु भएको छ। हाम्रो एचटिसी मिडियाको सम्पूर्ण टिम छ यता। सबभन्दा सानो मान्छे पर्मिसा प्रशंसा, त्यसपछि हाम्रो सुमिनाजी, हाम्रो सबभन्दा सिनियर म्याम सुशीला कार्की म्याम हुनुहुन्छ। अत्यन्तै मिहिनेती, एकदम लगनशील होइन। अब उहाँलाई बयान गर्ने कुराहरू कमै छन्, शब्दकोशमै खोज्न पर्छ। त्यसपछि हाम्रो यता ललिता म्याम हुनुहुन्छ, सर्जन सर हुनुहुन्छ। हो होइन, ललिता म्यामको त तारिफ गर्नै पर्दैन। अब सर्जन सर सुरु गर्नुहोस् त ललिता म्यामको तारिफ। नमस्कार। आज हामी विशेष गरी यो एचटिसी मिडियाले भर्खरै मात्र नयाँ गाडी हिजो मात्रै ल्याउनु भयो। आज हामी नयाँ गाडीको यात्रा सँगसँगै यात्रा गर्दैछौँ। सम्पूर्ण एचटिसी मिडियाको टिम अझै पनि ठुलो छ, अर्को टिम एउटा गाडीमा हुनुहुन्छ। हामी नयाँ गाडीमा आजको यो नयाँ यात्रा विशेष गरी एचटिसी मिडिया परिवार र हाम्रो आदरणीय सर म्याम लगायत सबै टिमलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो आदरणीय म्यामहरू हामी सँगसँगै अहिले विशेष गरी आजको यात्रालाई बाहिर पानी पनि परिराखेको छ, अफिसको काम सकेर चुनौतीका साथ यात्रा गरिराखेका छौँ। हामी चाहन्छौँ हाम्रो यात्रा अत्यन्तै सान्दर्भिक, राम्रो, सुस्वास्थ्य, दीर्घायु हुनेछ भन्ने पनि हामी अपेक्षा गर्न चाहन्छौँ। र विशेष गरी सम्पूर्ण हाम्रो आदरणीय विशाल सर, उहाँले गाडी ड्राइभ गरिरहनु भएको छ। हाम्रो सम्पादकज्यू हाम्रो बाबुराम सुनारजीले अहिले भ्लगलाई बनाउने कुरामा साथ दिइराख्नु भएको छ। हाम्रो अत्यन्तै प्रभावशाली सञ्चारकर्मी सुशीला कार्कीज्यू, हाम्रो अत्यन्तै मिलनसार सहयात्री, हाम्रो सबै मिडियालाई एकदमै शुभ कार्यमा सघाउने हाम्रो ललिता म्याम, र त्यसै गरी हाम्रो के अरे एकदमै सरल, अत्यन्तै एकदमै मेहनती विद्यार्थी हाम्रो के अरे नामै बिर्सेँ मैले, प्रशंसा, अत्यन्तै राम्रो व्यक्तित्व पनि हुनुहुन्छ। र हाम्रो त्यसै गरी हाम्रो सुमिना म्याम अत्यन्तै राम्रो जेनजी, उहाँ चाहिँ हाम्रो एचटिसी मिडियाको जेनजी हो खास गरिकन। र हामी चाहन्छौँ हाम्रो यात्रा सधैँभरि यसरी नै राम्रो बनोस्। आज मात्रै हो, जिन्दगीभरि नै राम्रो बन्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। यसै सन्दर्भमा हामी अहिले टुरमा छौँ। फेरि पनि हामी बिचमा अन्य अपडेटहरू गराउनेछौँ। हामी थोरै बाहिरको भ्यू देखाउन चाहन्छौँ। यो बाहिरको भ्यू सर्जन सरले भनिसकेपछि मैले देखाएँ म्यामहरू, आपत्ति त छैन नि म्यामहरूलाई बाहिरको भ्यू देखाउँदा होइन। ल गजब छ। हो विशालजीले एकदम राम्रो चलाइरहनु भएको छ। हो हो यति कम उमेरमै धेरै कुरा सिकिसक्नुभयो। उहाँले नसिकेको भनेको चाहिँ चलाउन नजान्ने भन्ने चाहिँ प्लेन मात्रै रहेछ म्याम होइन। अब प्लेन पनि कुन दिन सिकिहाल्नुहुन्छ सर्जन विशाल सर? के छ प्लेन त सकिन्न, सानैदेखि घोटिनु पर्छ प्लेन। यो चाहिँ यो त सजिलै सकिहाल्नु होइन। मलाई त अर्कै किसिमको खुसी लागेको छ।